सबैलाई है बिग साउट आउट बिग साउट आउट विजय गुरुङ जडियाहरू काम छैन जडेन म त खान्न मेरो त कोक हो खाना पकाउने बेला चढाएको चाकेर चढाएको उल्टो त्यो काम चढाएकै भएन त नि त्यही भएर ढुङ्गा फालिदिने बियरको क्यानहरू फालिदिने यताबाट फाल्दै यताबाट पनि फाल्दै फेरि पोल बजाएर आइदिने टङ पछि गएको त ढुङ्गा बजाइदिइरहेको थियो ढुङ्गा ठ्याङहरू बजाइदिएको त्यहाँ कुल खोल्चोमा गएर हेरेको छैन फेरि मान्छे नि त्यहाँ हामी वेटिङ थापेर बसेको त यस्तो वेटिङ केटाहरूलाई अब वेटिङ हान्छ केटा कान ठाडो भएर सुन्यो भनेको त पछाडिबाट माथिबाट ठ्याङ बजाइदिन्छ त फेरि क्यामेरा अन गर्दै नतर्छ नि कि फेरि कस्तो भूत फेरि नि क्यामेरा अन भुतसँग सिङ्गल माग्दिएको म त अझै सोचिरहेको अझै अब त फेरि गएर बस्नुपर्छ कि सोचिरहेको जानुपर्छ एकचोटि जाने कतालाई पुरै बिग्रेर हरानी सरानी टिका लगाएर जाने मैले मान्छे जलाएको ठाउँमा हक्दिएर होला तर्सा जस्तो लाग्छ मलाई गरेर त्यही कहाँ हो त्यस्तो फेरि दैलेखमै हो कि पेट दुखेर काजम त्यहीँ अनि मैले उहाँ झाइकमा जाऊ भने कि नछिडेको यहाँ गएर त मान्छे चलाएको ठाउँमा गएर हगेको हेलो नमस्ते सबैजनालाई अनि आज हाम्रो दाइको भ्लगमा स्वागत छ आज हाम्रो सानो गेट टुगेदर यसो रमाइलो दाजुभाइ भेटघाट अनि भिडियोहरू दाइको अब राम्रो भिडियो नै आउँछ अब टुर गएको त्यही आज यसो गफ गर्ने छोटो मिठो गफ दाइको भ्लगमा त फर्स्ट टाइम होला फर्स्ट टाइम जडियाहरू काम छैन त जडेन म त खान्न मेरो त कोक हो मेरो सन्तोष भाइले गर्दा मेरो पनि भ्युज भरि पर्दैन है अब झन् यतै क्याप्टेन गुरुबा दाइको उहाँ क्याच एन्ड कुकको भिडियो आउनु पर्यो भने कुक गर्न सिकाए दाइलाई मजा ल अब आउँछ दाइ अब बल्ल म फ्री हुन्छु एकले पकाउने खतरा पकाइदिएको है हो दाइमा तर हाम्रो त्यो पुगेन त्यो दिन खाएर ठिक गऱ्यो नि त यिनीहरूसँग बेलुका भात खाना गएको भए टेन्सन हुने रहेछ भातै खाएन नि त यिनीहरूसँग बेलुका मासु त सब भइमा नि अनि जाब बाहिर नि यिनीहरू भात छ कि छैन सोधेको भात छ कि छैन सोधेको दाइ भात छ ढुक्क छ आइज भने ल त नि घर भात नखाइकन गएको भात फेरि घरमा तरकारी थोरै 4 जना भात खाने लिएरमा तल गएर खाम भनेर गएको मासु त पुरा भइमा सुतिरहेको सबै हामी त दाइ भुतले तर्सेको मात्रै याद छ त्यहाँबाट त सिन गाई भयो यिनीहरूको सिन कहिले काम गायब हुन बिहान उता त होस् आएको क्या तर यो पनि आउँदैछ है यो भिडियो नि है बुद्धि आउँछ दाइ त्यही म त वेटिङमा थिएँ अनि दाइ भिडियो नि खिचेन कि फेरि त्यो तर्से मैले खिचेको नि त होइन हामीले तर्साएको क्लिपहरू के फेरि क्यामेरा अन गर्दै नतर्छ नि कि फेरि कस्तो भूत फेरि नि क्यामेरा अन भुतसँग सिङ्गल माग्दिएको त अघि भिडियोमा भुतसँग सिङ्गल त्यतिखेर त लाइभमा नि दरमुख छाडेको चाहिँ थाहै छैन हामीलाई त काले लिएर थाहा होला अनि कहाँ पोखराको भुतसँग मात्रै होला नि चस्माले भुतसँग सकेन कि भित्र ट्रेनमा लुकेको कर्णालीको भुतसँग त घर कति सुते अरे एक महिना बिमार हो क्या फुकेर सन्चो हो क्या के बजाएको अरे घन्टी के अरे कता दाइ यहाँ अस्ति यहाँ हामी वेटिङ थापेर बसेको त यस्तो वेटिङ केटाहरूलाई अब वेटिङ हान्छ केटा कान ठाडो भएर सुन्यो भनेको त पछाडिबाट माथिबाट ठ्याङ बजाइदिन्छ त दकुरा गरेर हेर्छ कालीले भने मान्छे देखेको यो सुशील दाई भन्दै जान्छ फेरि मुनि आयो फेरि ठ्याङ गरिदिन्छ दक्रु भन्दै गयो लास्टमा आएर त पछि गएको त ढुङ्गा बजाइदिइरहेको थियो ढुङ्गा ठ्याङहरू बजाइदिएको त्यहाँ कुल खोल्चोमा गएर हेरेको छैन फेरि मान्छे नि 4 चोटि क्यानको त ठाउँ आवाज आयो सन्तोष भाइ बेलुका सन्तोष भाइलाई फोन गरेर ए 2 जना गएको सुत्दा मलाई पहिला लगायो तर्साउँदैन पहिला चाहिँ चिनेको थिएँ नि त त्यहाँको भुतहरू सबै डरै हुन्थ्यो नि
काले भन्दा कता आउँछ नि काले त बिगेट समाचारमा चिनीले फेमस भइसक्यो त्यो त विकेट सामान जग्छ नि मेरो यहाँको सबैले चिन्छ। माछा डल्ला थियो नि खतरा डेन्जर तर्सा गरेको फेरि ननस्टपको त थप भूत लगाइदियो नि यो त हामीले मुख छाडेको छ रनले ठडेको रे टेडेको छैन हामीलाई त भुतलोक मुख छाडेर कहाँ गिर्छ त नि सागरी कुराहरू तर प्रेसर आइभएकोहरू त जान्छ बिपी आइभएको त नि कहाँ त्यहाँ त है घरि पोले तर आइदिने भनिदियो अरे कि भर तर्साउँछ त्यहाँ। ढुङ्गा फालिदिने बियरको क्यानहरू फालिदिने यताबाट फाल्दै यताबाट पनि फाल्दै फेरि पोल बजार आइदिने टङ 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 यिनीहरूले त्यो मलाई डर लाग्यो खाना खाना पकाउने बेला उसको कालेको बेला त्यो चढाएको चढाएको चागेर चढाएको थियो हामीले फेरि उल्टो त्यो चाहिँ कहाँ हुन्छ चढाएकै भएन त अनि त्यही भएर केटाहरूलाई त अनि काँदै भाइ पारी नहेर है पारी चाहिँ त्यो भित्ता झर्छ बिहान फेरि जस्तो त्यस्तै हुन्छ भन्दै रहेछ सुरुमै अनि त्यो पछाडिको बल्छी थापेको साइडको रुखकै बेलुका यस्तो ढलेको हुन्छ बिहान हुन्छ उठेकै हुन्छ भन्दै रहेछ माछा मार्नेहरूले सबै त्यही सबै भन्छ तर्साएको त्यही भन्थ्यो अनि त्यस्तो भने चाहिँ पहिल्यै सातो गएर चाहिँ स्टार्टिङमा नि केटाहरूले त अनि टक्का लाएर आज त फुकेको चामल लाएर कोइला सोइला लाएर बस्नुपर्छ भनेर बिर्सिसक्यो ए भुरानी गेलिङ छ यहाँ सुमन मामा त फुकेको चामल रहेछ ब्यागमा होइन तर्साउने बेला नि त्यो ब्यागै हाल्दियो कि ब्यागै फालिदियो म त कस्तो ब्याग रहेछ नि यस्तो टिपेको त सुमन मामाको रहेछ यस्तो ब्याग त अनि चस्मीले नि त्यो फुकेको चामलले काम गरेन भनेर फुकेको चामलले फालिदियो भने होइन फेरि लिएर हिँडेको होइन सुमन मामाको कि कसको सुमन मामाको त्यो पर्छ कर्णालीको त्यो उसले भूतले टिकेन भनेर फुकेको चामलले फालिदियो भन्ने भन्थ्यो त पुरानो भएर पुरानो भएर डेट पुरानो भएर एक्सपायर भएर लाग्यो त्यही भएर होला त्यही रहेछ पोल्ट्रीको अर्को बोकेछ क्या फेरि नयाँ फुकेको चामलहरू तर्सा रहेछ कि अस्ति भन्छ झरेर रहेछ त प्याकेटमा हालेर एक्सपायर भइसकेको रहेछ फुकेको चामल त कर्णालीमा नभन्दै लिएर हिँडेर रहेछ त हुने होइन अरू हुने नि तर्सिन्थ्यो कि कर्णालीमा अति तर्साइ धेरै त्यो भेरी र कर्णालीको दौरा त्यो तान्यो भन्दा त अनि फाट हान्थ्यो मान्छे अरू हुने पहिरो भएको जस्तो भन्थ्यो कि यस्तो गर्ने हो बिहान यस्तो के भन्नु भर्खर बाइक पाक्यो उस भएन नि बरु कर्णालीमा भयो उसमा के अरे उसमा भेरीमा नि होइन भेरीमा त मैले लाज ननिवा भन्दा भन्दा नि लाइफ त्यो अघि त्यो उ तान्दिएको भनेको भेरीमा कि कनालीमा भेरीमा भेरीमा हो टेन्ट यसो सडसाट मान्छे हिँडेर आहा स्याटा तानेको जस्तो मजाको स्टगुनेहरू कोही छैन मान्छे हिँडेको त छापै आएको थाक हिँडेको पाइरहेको बसेकै हो यार अनि त्यो कहाँ हो त त्यो कानमा केटी बोल्यो भनेको त्यो त उता दैलेखमा जहिलेको कानमा केटी थियो चस्मा हामीलाई त्यो टापुबाट फर्किने बेला आइदिए त्यो ढुङ्गा पछाडि होइन नि गर्ने म कहिले पनि त्यो झर्केर बोल्नुहुन्न रे म त्यतिखेर झर्केर बोल्नु दाइले ए त्यस्तो नबोल बोल्नुहुन्न भने त्यही यिनीहरूलाई नभन्नु यिनीहरू त कहाँ हिजो त मुख छाडेको आइज भने मुख छाडेको कि बोलेको त्यो त अब तर्छ आइज भनेर भन्ने कि जोस सिने के अनि त्यो नगरी जोसिरहेको थियो अन्त है लाइफमै जोसिरहेको थियो यहाँ त झन् त्यो जोसे क्या पहिला बाहिर निस्के मान्छे पछि टेन बाहिर निस्केर धन्दा सही सालमा त कोही केही भएन त्यो राम्रो काली ऊ सुसलाई मैले देखेँ भन्दै भन्ने ऊ भनेर यस्तरी गइदिएको रे भुतले यस्तरी हेरेको गइदिएको रे यस्तरी हेरेको रे यस्तो लिएको रे यस्तरी गइदिएको रे छापका आलो थाप्यो अनि त्यसले फेरि सुशील सोचेको फेरि काले सुशीलहरूको भेष लिएर गयो होला नि त्यो हुन्छ नि त मान्छे छन्ने अनुहार चाहिँ क्लियर पहिला छैन भन्थ्यो नि त होइन त्यो हाम्रो घरतिर तर्साउने बेला त सुपना बस्ने साथीहरू कहाँ हुन्छन् उसले निखोज्छ नि कहाँ तर्साउँदैन झन् तर्साउँछ भन्छ तर्साएको त पसिन त्यसरी हेरेको त अनुहार हेर्नुको त भैँसी रहेछ अरे फेरि होइन भइसक्यो होइन भइसक्यो नि थियो तर त्यसलाई त्यस्तै हेरेर भात पछि सरेको रे क्या पहिला हुन्थ्यो अरे नि त घरमा त्यो बेलुका नकनक गऱ्यो भने बाबा आमाको कसको आवाज लिएर बोलाउँथ्यो अरे बोल्नु हुन्थेन अरे अनि उनीहरूले बोलेको बेला फर्काउनु हुन्न अरे क्या हाम्रो भड्काइदिएको को हो भन्यो भने म तिनचोटि बोलायो भने चाहिँ बोलिदिएँ तिनचोटि माथि म त अझै सोचिरहेको अझै अब त फेरि गएर बस्नुपर्छ क्या सोचिरहेको त्यहाँबाट जानुपर्छ एकचोटि जाने कता लाग्यो त्यो फुल प्रिपेयर फरानी सरानी टिका लाएर जाने सर्प आउँछ त्यही हो त्यही स्क्रिप्ट डर हो क्या त मैले अस्ति योलाई जाम भनेको नि हामी त्यहाँ तल झऱ्यो नि सर्प धेरै सरे भन्नु सर्पो त्यहीँ त्यो त्यही उमा अस्तिको ठाउँमा नजानेमा त त्यो रोहित गिरी त्यसले सर्प सब त्यहीँ छोड्ने त्यहाँ छोड्ने होइन त्यहाँ उतापट्टि जान खोलाको छेउछाउ जानुपर्छ क्या हामी गयो नि खोलाको छेउछाउ गयो भने त्यस्तो माछा डिस्टर्ब हुन्छ भनेर क्या मैले चाहिँ झाडीबाट गएर एकचोटि चाहिँ त्यहाँ चाहिँ हेब्बी रापाल हान्न मन भने चाहिँ हामी त्यो ग्राउन्डमा टेनमा सुत्ने ठाउँमा आउनेसम्म पनि हुन्छ
मैले त्यही भएर ट्रेनमा प्रायः पहिला हामी जान्थ्यौँ नि सधैँ चेन लाएर बस्ने राति सुत्दा चेन लाउने त्यहाँ मिल्दैन राति झ्यापबाट ट्रेन खोलिदिरहेको कि झन् चेन खोलेर सुत्दिरहेको कि यिनीहरू त गर्मी हो कि वक होइन डल्ले त्यो पारिबाट हामीले रापालाई छैन नि दाइ सब पुरेर त्यो भएको भए त हिजो अस्ति नै पुगिसकेको थियो नि अनि तर पानी त्यो भयो नि बस्नुहुन्न कि त्यस्तो रिस्की छ त्यो सब त्यो पानीले हानेको कतिखेर त्यही भएर त नबसेको नि धेरै पर्छ चाहिँ दाइ विकेट त होइन हाम्रो नेपालको ब्रिगेडले चाहिँ किन खाएको दाइ हाम्रो नेपालको ब्रिगेड त पर्दै पर्दैन त पर्छ नि पर्छ नि पल्काउनु पर्यो अब पल्काउनु भन्दा पहिला कोक्ने व्यस्त हुन्छ ए यहाँबाट यार एउटा यार सन्तोष विजय दाईलाई सर्टआउट दिनु पऱ्यो विजय दाईले अब यहीँ सन्तोष भाइ यहाँ छ जुनी भाइ छ सुशील भाइ छ हाम्रो हेलो दा के अरे समीर भाइ छ एक कुन्टा कुन ल सबले एक कुन्टा रापा कुन ल कुन चाहिँ त्यसले 1 घन्टा माग्दैन मागेपछि 10-12 ल है ल विजय होइन विजय अब यो सुरुमा ल विजयलाई कुन रापालाको नाम भनिदेऊ त विजयलाई बोले नि टेन्सन हो नि विजय रापाला काउन्टडाउन 7 नम्बर होइन हामीले त 7 नम्बर हो रापाला काउन्टडाउन 7 नम्बर जुन पठाइदियो नि 1 2 3 4 जनाको भागमा अब कतिवटा पार्ने अब विजयको हातमा छ है बिग सडक ट्याक्क माछा पारेर दिने हो कि फिसिङ त एकदम डेन्जर क्या त्यो डेन्जर अस्ति बिजुदाले त रहेछ नि होइन त्यो रापाला तपाईँलाई दिएको मलाई दिएको नि त मैले भनिसकेँ संसार राम्रो हाल्छ त्यो रापालामा माछा त परेको छैन तर पऱ्यो नि नाम चाहिँ ल्याइदिन्छ सधैँ म लास्टमा बस्छु योपालि फर्स्टमा पर्छ जस्तो छ बिहान आउने ट्याक्टर 10 रुपैयाँ भर्दा नि भात हाने सधैँ अनि लास्टमा रेस्ट गर्यो अनि केटाले 2 बजे 3 बजे फेरि आउँछ लुगाउनु पाउँदैन अस्ति दोकानमा पनि फुस्काएर चाहिँ ल्याउनु होइन छान्न त छान तर राख्नु दिनमा 3-4 वटा छिनाकै हुनु हुन्छ पऱ्यो नि सबै ओरिजिनल आउँछ माछा अनि त्यसरी दिनकै त्यसरी फुस्काइदिन्छ विजयले चुज गर्नेहरू त यस्तो दामी माछा अनि यस्तो हो नेपालमा खासै त्यो फुल कलर हान्दैन नि काउन्टाउनको नि 3-4 वटा कलर मात्र हो फुल त हान्दैन दौडी खोला जानुमा हुन्न गाले काम गर्न पनि कम झ्यालो चाहिँ अन्य हुन्छ क्या त घर कामको लागि नि यस्तो खोलामा दिनभरि माछै नपरोस् त्यो खोला मात्रै हेर्न पायो भने नि त्यो सिक ए आनन्द सबभन्दा नराम्रो बानी भयो होइन कि केटाहरू के छ भने जब आफू खोला गएन काममा यहाँ बसिराख्नु पर्छ ओहो माछाले ठुङ्गे चाहिँ परेन भन्छ नि एकछिन ल परे यार काँडा सिधा बनाइदिए यार त्यो छिनछिनमा किन फोन हान्नु पर्ने यसलाई त्यो घरमा बसेको मान्छे यतिकै कि साँच्चैको साँच्चै जे भयो नि खालि फोन हानेको कि ठाङ बजाएको बजाएको फोन यस्तो भयो उस्तो भयो भनेर क्या अब मान्छे घरमा खायो क्या अब त्यसपछि सिकाउने अनि सिकायो नि अनि फेरि भोलिपल्ट जानु परेन अनि आफ्नो मान छुँदै सुन्नु फेरि है तनाव पारेको माछा खान धेरै गाह्रो कहाँ म त अघि कम्पनीमा थिएँ क्या अनि बसिरहेको थिएँ अहिले मान्छे अलिक कम भयो अझै मैले कम त होइन के यता माथि के माथि कम भयो तल्ल त डेन्जर भिडियो हालेको छैन नि त यो भिडियो हालिदिनु पर्छ अब मैले होइन आजको भिडियो पऱ्यो भने आजको भिडियो हालिदिनु मात्रै माछा खासै धेरै पऱ्यो नि त्यही प्याक हुन्छ कि तिनीहरूलाई एउटा दिन जस्तो लाग्थ्यो एक बल्ल अनि फेरि के गर्ने पुरा बिखालेर पुरा माछा हेरेको त मरेर बसिराखेको पोखरीमा कि साइड साइडको कि त्यो पिकनिक प्लेस भन्दा अलिक माथिको चौर छ नि एउटा पारिको त्यसको साइडमा पोखरी नि पुरा बिखालेर बसिराखेको गेडी अब जति पनि होइन सन्तोष भाइहरूको अब हाम्रो समय सबैको भिडियो हेरेर जानेहरू चाहिँ बिग सिक हान्ने काम होइन यो कुरो यो गर्दै नगर क्या किनभने सबैले मार्न पर्छ सबै आउँछ सबैले रमाइलो गर्छ त्यसरी बिग हान्ने त्यो त है साथीहरू कदापि नगरे हुन्छ भने बिखाल्ने काम चाहिँ नगरे सबभन्दा राम्रो तर बिग हाल्नै पर्यो मारा बरु होइन जानेछ जस्तो लाग्थ्यो त्यो बच्चा सच्चा होला म त होइन हौ यता दाइ अनिललाई हो अनिललाई त यस्तो कुरामा त म नि अघि नै जुनले कोही गिलो भुटेछ कोही साह्रो भुटेछ होइन तातो भएर होइन कोही त डढेर गयो क्या म त निकालिदिएको त कहाँ हुने घाँटीमा गयो ल हाम्रो यहाँ माछा पनि रेडी भयो तर यो माछा खानु चाहिँ गाह्रो हुन्छ होइन हाम्रो चाहिँ मासु भने चाहिँ बरु सजिलो होइन सानो पिस ओए बवाल देखेर कस्तो मलाई यस्तो गर्न त्यो एउटा राख अनि यस्तो मुनिबाट यस्तो गर्न नि ओए गर्न त्यो धेरै निस्क्यो आज मलाई यो माछा खान यति गाह्रो भयो तर मारेँ मैले मलाई खाना गाह्रो भएर आयो के हो गरे भयो यति गाह्रो थियो
यो माछाबाट खेलाउँदा है समीर गुरुङ त्यो माछा चाहिँ राम्रोसँगै मार्न त मार्ने मान्छे चाहिँ जुनी हो हुन त म पनि हो आफू चाहिँ होइन अस्ति मैले चाहिँ खासै धेरै फालेको नि जुनीले अब धेरै फालेको त अब जुने नै हो मेन हिरो त अब सानो मार्नेमा त लेउमा त कालेको एउटा कहानी भनिदिउँ हल्कीको भनौँ भिडियो कस्तो हरिफ थियो त्यो कहानी त्यो कहानी सुन्यो नि मान्छे हाँसेको होइन भन्नुपर्छ त्यो रमाइलो अहिले अहिले भनौँ ल भिडियो अफ हुन्छ नि बल्ल भन्नु सुन्नै नहुने अन्त सुन्नै हुँदैन त्यो सुन्यो भने त बिल्ला हुन्छ त्यो सुन्यो भने त खतम भइहाल्छ ल यति भन्दै अब सबैलाई बाई बाई ल त बाई ल बाई बाई ल बाई 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 पनि बाई ल केटा ल ल अब नेक्स्ट ब्लगमा ल भक्तु ल ल अब छिटै भेटौँ ल अब झ्याट्टै हान्ने होइन फेरि उता भ्लग स्टार्ट छ फेरि भन्ला फेरि मान्छेले बाक्की भयो यहाँ छ है साथी ए फेरि अहिले भन्दै यता यता थाहा पाउने यता भ्याइयो भने फेरि उता भन्ला चाहिँ जुनेको त गरौँ न तर जुन सुताइ चाहिँ राम्रो है मलाई त दाइ सुताउन ठाउँ चाहिँदैन म त उठाउँदा नि बोलाउँदा नि उठ्दैन एकचोटि दाइ माथि खाँदा सुतेको के धन्दा यता पनि ठन्डा लाग्यो माथि खाँदा सुतेको दाइ पुरा तल गएर म ढोका बन्द गरेर आउँछ भनेर गएको त तल पुल र स्नोकरको बिचमा भएमा मजाले सुतेर बसेको उठाउँदैन नउठेको कि चार खुट्टा उस गरेर नि माथिबाट बिस्तारै ल्याएर तल सुताइदिएको रातभरि कि बिहान उठेको त मनमा लाग्यो ए यस्तो छामेको त ओछ्यान के अनि त्यो रक्सी लाइन ठिकै राम्रो सुतेछ भने एकछिन पछि यस्तो आँखा यस्तो उठेको त तल भुइँमा पऱ्यो त एकचोटि अनि त्यो एउटा ल्यान्ड क्रुजर यस्तो डेन्जर आएर ठोकेको जुन एक्सिडेन्ट भयो राति जाम उठ जाम भनेको त म रक्सी हान्न मलाई धेरै भयो अरे कि निन्द्रामा क्या दाइ त्यस्तो भयो क्या दाइ अन्त गुल्मी त कामै छैन कि अन्त मान्छे झल्याइसकेको छ त गुल्मी माछा अब जान बोल्नुहोस् त यसपालि एउटा जक्सन थाहा भए आउन बोल्नुहोस् योपालि त भक्तले डेन्जर देखाउनु यसपालि त केटाहरूलाई दलमीको घरमा पठाउने रे भक्तले दुइटा पनि च्याप्ने भनेर केटालाई माथि पठायो पानी नि कस्तो राम्रो देखाएको डलेर म दुःख गरेँ त्यत्रो कुलो काटेँ लास्टमा माछा पारेको भिडियो त्यो कुलो यस्तरी ढुङ्गा काटेको त्यो कुलोबाट यस्तो बग्यो माछा पारेको त्यो कुलो किन काट्यो जस्तो यत्रो त ढुङ्गा कुटाएको थियो हामीले चिरा बनाएको चिलो ढुङ्गामा लाएको त अरूले पो पानी अलि उस भएर मिलाइ यस्तो छिरा जस्तो ठोकिने ठाउँ बनाएको बसिरा अर्काले पो हामी त गए पनि ल्याएर बनायो यहीँ बस्ने बरु वेटिङ थाप्ने अनि एक्लै छुटेर त कति जाने हो डराउने आम्मा समीर गुरुङ र मैले चाहिँ एकचोटि राजाम डर मार्नु हो हाम्रो एक दिनमा किनभने एक टुरमा 20वटा बाम मार्ने सोच छ अब अर्को नेक्स्ट सिजन चाहिँ त्योभन्दा अगाडि मैले सकाइदिन्छु जुनै कहाँको ट्रेनिङमा हुन्छ हामी कहाँ गुल्मी हुन्छ नि समीर र मै टाउको नाख्ने नि माछै नाख्ने मान्छे दुईजनै हो कि टाउको मन पनि सुसी टाउकोमै खाइदिएला नि के भयो अघि नि टाउको खाएर बसिरहेको म टाउकोमा जाँदैन काँडा नि नहुने सबभन्दा माछा नाख्ने भनेको मै हो कि यहाँ ग्रुपमा त अनि अर्को म तर हो साथी यो तलतलको खायो भने त घाँटीमा काँडा अड्केला भन्ने डर हुन्छ टाउकोमा त काँडै हुँदैन साथी खायो हड्डी भइहाल्छ हड्डी त भने के हुन्छ नि चबार सानो काले पनि खान्न माछा सानो काँडा लाग्छ डेन्जर है खान धेरै माछा गुल्मीमा त ठुस त हुन्छ अब तरकारी हुन त त्यही खाना पऱ्यो अब आज बिचरा हाम्रो सानो काट्ने त्यतिखेर त नि प्याटोमा परेको हुन्छ नि खानै पऱ्यो नि खाना र फकाएर ठिक हो क्या है फगडे कम फ्राई गरेर झोल अरे अस्ति मिठो भयो त म त त्यो अस्ति त्यो केही हड्डी भेटाएन अनि सन्तोषको दिएको त्यो माछा अब त्यस्तो फकाएर सम्झिने पानी छ त्यो सही हो एकचोटि त है बक्तिरबाट है सर त भनेपछि पकाएर खानु भएन क्या त मैले त खानै पाएन त्यो दिन राति खाएँ अनि यसपालि मार्नु गएछ पर्छ सिरोमा। भ्यानले तर माइजहरूले खाएँ मिठो केटालाई लाग्यो बरु नान भन्ने माछा खायो भने त एकदम मिठो रहेछ अस्ति चिप्री अनि तिनीहरूले जाल मार्दिसक्यो तिनीहरूले जाल हान्छ नि हामी नि गएर जाल लिएर गएर हान्दिउँ नि बरु बाल भएर सरको सुप त फेरि बगल भक्तिले लास्ट सिलिन्डर हान्छ कि बस्ने हानेर हिजोबाट अरे बिहान मैले त हानेन सानो कालेलाई हनाइदिएको कस्तो होला दुईजना च्यासीले नि हानेको अहिले त अहिले क्यामेरा अगाडि भएर हालेन मैले त अनि मैले त हानेन केटाहरू त च्यासे त चाहिएर हाने कर्णालीमा हिँड्छ नि कम त आउँछ कि त्यत्रो छ
तपाईँलाई त गोराले कति दिन्छ देखेको कि तलब के यसलाई त कुहिरे बनाइदिएको दाइ भक्तलाई कुहिरेर म गाइड अब त्यहाँ भक्तले टोपी त्यस्तै लगाएर हिँड्छ ज्याकेट त्यस्तै लगाएर हिँड्छ नि नानी दिन्छ देख्यो भक्तले त फुच्चेहरूलाई पुरा झोला भयो कि यो कुहिरेले दिन्छ होला नि पैसा यस्तो हँसाएको त नि कर्णले म त अन्त द्वैसा बनाइदिएको कर्नलले त्यो त्यहाँको फुच्चेले उठाइदिनु दाइ दिदी यो मेरो दिएको भक्तलाई मलाई हेब्बी हँसा लगाएर एकछिन त त्यो केटी फेरि त्यस्तै पागल जस्तो हल्का साइकल जस्तो टाइपको होइन हाम्रो आइफोनहरू थियो नि त आगोकै खोलामा के सुसी के भन्छ भनेको त फोटो खिचिदिनु त तपाईँहरूको आइफोन रहेछ त्यही भएर फोटो खिच्न आएको भनिराखेको क्या हामीलाई त ए उता दबाई हाल्यो बल्छीले कोपेला भनिदिएको मैले होइन पुरा भक्तितिर गयो भक्तिले फेरि आँखा नदेखेर आपाले कोपिदिइराखेको भक्तिले होइन हातमा काट्दै रावला भन्नु त्यो उस नछेटेको कि जिब्रो नछेटेको कि उल्टा जिब्रो छेडेको टेन्सन भक्कले स्क्रुड्राइभर हालेर कहाँ पुऱ्याउनु पर्थ्यो फेरि त्यो केटी खास फोटो खिच्दै भनेर त आयो नि टिकटक बनाइदियो भने कहाँ आफ्नो भ्लग बनाउनु गएको कहाँ टिकटक बनाएर बस्छ नि को म त टाइम पास भएको क्या एकछिन क्या ए ग खाँदै बसेको दाइ गफान त के हुँदैन अब माछै परेन त के देख्नु टाइम पास हुन्छ अनि त्यसको भाइ आएर त दाइ मेरो दिदी उठाइदिनु हाम्रो सन्तोष कहाँ गर्ने त्यो सँगै भाइ चाहिँ बसमा सन्तोष र अर्को कान्छी लिएर आएको भए त घरमा त नि म बस्छ भन्थेँ नि दुईजना स्कुटरमा होला नि पोखरले हार्नु पर्थ्यो फेरि पागल हुन त फेरि यिनीहरू त आइपुग्थेन अब निदाइ गर्दा रहेछ भक्ति कहाँ जस्तैले भक्तैले होइन मै त अठाइदिएँ दुईचोटिसम्म निदाएर भक्ति स्कुटरमा सुत्दिने थिएँ कहाँ सुत्देको नि चलाउने मान्छे ब्यालेन्सै नहुने स्कुटर त पछाडि बस्छ पछाडि निदाइदिएको स्कुटरमा तिनीहरू कति लोटिस है एकचोटि के दाइ एकचोटि के दुईचोटि होइन कति अस्ति स्याङ्जाबाट आउँदा राति 1 बजी यही घोप्टिन लगाएको दुईचोटि पछाडि बसेको मान्छे होइन त्यो भन्दा कालो चस्मा लगाएको छ ब्लुक ब्लुक गरेर के त्यो एक दिन बक्रेको बाटो के भक्तैमा कुनमा गयो कि 16 गयो किङ्स गयो कता कता रेस्टुरेन्टतिर छिरेर खायो होइन अनि पामेमा गएर भात खायो ए फर्किनेलाई त अब म झ्यालाएँ गफ गर्दा एकछिन बोलेन भक्ते त पुरा सपना देखेर बसिरहेछ पछाडि एकछिन पछि त त्यो कता गौरीहाटतिर आउँदा त कहाँ खुट्टा त कहाँ आइरहेको स्कुटर पछाडिबाट त यस्तो झसाङ्गे भयो नि त म त यस्तो खुट्टा त अगाडि यत्रो माथि उठ्दा त दुइटै ब्रेक झ्यापा हान्थ्यो कि मान्छेको अटोमेटिक फेरि अगाडि फर्क्यो कि निन्द्राले छोडे यार उठेर त्यस्तै म त अर्थेँ कि त्यो बिच बाटो हामी कता उता लामपाटे कता आउँदा है मालेको बाटो आउँछ नि त मालेको गरेर है उसबाट निदाएर रहेछ कि त्यो सेरीभन्दा अलिकति यताको टर्निङबाट निदाएर रहेछ थाहा भएन मलाई त्यो के को थियो कहाँ गौरीहाट आउँदा त खुट्टै आइराखेको छातीमा आइराखेको खुट्टा त दुइटा खुट्टा त परेको थियो भन्ने त्यो बाथरुममा माथि म त खोला चस्मै बढ्दै लगाउनु गएछु खोला बढ्दै आएको थियो कि त त्यतिखेर खोला बढ्दै आँखा हामीले भनेको यो चाहिँ फेरि हामीलाई नभने माछासँग गएको पारी खोला बढ्दै 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 आँखा यो फेरि गएको क्या हिरोवान बिच पछि पानीले बिचमा पर्ने बेला चस्मा मिलाएको फेरि यस्तै अनि भित्तामा टाँसिदिएको कि यसलाई त्यतिखेर पानी खोलाले काले काले त्यसकै त्यो डमाडोमा तताएर भन्नु अहिले तिमीहरू त मेरो साथीहरूलाई म हामीलाई हेरेर झ्याउलाएर नबसिकन अनि फेरि तल 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 बयर गाडी गुडेर हेर्दा गर्नु म त तर्सै पहिलाबाट जाँदा फसिनु जाँदा नि तर्सेको त्यो पारीबाट के झऱ्यो आवाज आउँछ तर देख्दै देख्दैन होइन त्यो काले भाइले म पछि मलाई घाँटी भयो राकोलाई खेलेर बोरा झरेको सेतो देख्ने भुइँमा गऱ्यो आउँदैन 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 के गर्छ त्यो त दबाईमा ढुङ्गा फाल्यो पानी कोही फाल्यो सुसु किन फाल्यो भनेर यता पक्क फालिदिएको हेर कोही पनि छैन सुसु उता राको लाँदो रहेछ म कहाँ भएको कति हजार पछि तानेको अडियन्स अब तल चाहिँ मिल्नु खायो भने तर यो जे जस्तो भयो नि अलिकति तान्ने मान्छेलाई कौशिक हारेको भाइले भ्याए के आफूले गर्नु के डिफ्रेन्स दा भन्नु लाग्यो
औँसीहरूको अलि पावरफुल रहेछ क्या तर भोलि फेरि बाइचान्स म त्यही भएर सानो मिस्टेक बिग्रियो भने त फेरि खतम। उसलाई अनि भोलिपल्ट अनि सन्तोषले भने आमा कोही त केही त भएन भने कोही त केही भएन पछि सुशील र जुने गयो मलाई बोलाएको त म त भ्याएर भन्दै क्या अनि त म सबै बुझिसकेँ। त्यो बेला धन्न अनि राम्रोसँग कसैलाई केही हेरेर भएन त्यो राम्रो अरूमा त हल्का छ नष्ट गरिदिएको जति हल्ला जति थर्कायो त्यति गर्ने भिडियो हाल्यो त्यहाँ त अनि एक दिन यस्तो सर्ट सबैले भनेर चाहिँ त नि त्यो दुई दिन खालको सर्ट हाल्ने एक दिन vlog मान्छे धेरै मर्ने एक दिन रहेछ short हाल्ने, एक दिन त्यो vlog मान्छे धेरै फेरि मरिरहेको माथिबाट लगेको नि सबै त्यहीँ पुग्छ अनि घर जाने होइन नि माथिबाट खसेको माछा नि त्यहीँ एक पुग्ने महिना हो अगाडि त्यहीँ त एक डेढ एक दिन डेढ अर्तिर महिना बनाउनु अगाडि पर्दैन, अब मेरोबाट एकजना बनाएर केटीलाई कुला बनाइदिनु तर्साएर ठुलो 6 महिना बिमार भयो अरे नि त्यो ठाउँमा दुईजना त यस्तै नि माथिबाट। लामो अनि माछा माथिबाट होइन नि त्यो ड्यामबाट बगाए पनि त्यहीँ लाने हो अनि मान्छे लासै बगाए पनि त्यहीँ लाने हो त्यस्तो छ नि त अनि अब माछा धेरै बगाएर मरेर होला कि तर्साएको। माछाले धर्साएको होइन त्यहाँको माछा धेरै समात्न आइसकेन। त्यो त बिकालोमा मरेको माछा नि त नि थाहै नआइकन ड्याम कसैले मारेको होइन के हेर्नु त्यो त दुर्घटना भएर मरेको थियो। मारेको नि हामीले होइन के? मारेर कराईमा ल्याएर पकाएर खाएको हामी होइन के त्यो उयो हालेको टाउसी हालेको के माछा त्यहाँसम्म आउँदा त जिउँदै हुन्छ कोही त्यहाँ टाउको फुटेर मर्छ जाने बिचरा कति त हामी त समातेन कि टाउको आज त समाति। मैले त समातेकै छैन यसपालि। सुशीलको त अगाडि परे योपालि त मैले 7वटा समातेँ 7वटा जिउँदो सातवटा मात्रै लाठी जुनीले समातेको हेरौँ भनेको त्यस्तै भयो अनि अस्ति ग्राहकलाई समातेर मैले नि यत्रो डाँडै बोकेँ त अनि डाँडै भरे समातेर उहाँ माथि डाँडै भक्तेल जित्दाखेरि भक्तेल दुइटा बोकेर आएको त्यो पनि अझै डाँडै बोकिदिनु फेरि भक्तेल पनि हो नि 16 किलोको र अझै 12 किलोको बोकेर आएको थियो जुने त जम्मा जुन सक्दैन जुन खोलामा हँ? सक्दैन। होइन त यो अलि कस्तो रे कम्मरको साइज अलि सानो भएर होला कटु भुसिन चाहिँ कटु तान्न अलि मान्छे तल पुग्ने के त्यही भएर होला क्या पौडी लान नसके जस्तो नि भुन्डेको है लगिदिएको कोही कोही बिग्रेछ त चट्टी हराएर चट्टी बुझिन्छ कसरी पौडिने नि के बक्सर चाहिँ छैन क्या त कसको म निस्की बोरा बेरेर आएको रे मेटिस म हाम फालेको थिएँ है चट्टी भइसक्यो त माछा छेउमा रहेछ सुशील पहिला डाइभ हान्दिएर सब डाइभ हानिदिरहेको मैले त कस्तो नि छेउ छेउ माछा त्यो बिचमा माछा नि- निकाल्यो भने सजिलो हुन्छ भनेर म चाहिँ पहिल्यै बिचमा गएर जान्छु भनेर बिचमा गएको केटाहरू म माछा देखेर हाम फाल्यो भनेर सब हुर्केर हाम फालिदिएको त्यो माछा माछा हेरी मैले कस्तो भनेपछि उता तलपट्टि देखेको 4 जना अगाडि यस्तो नि गफ गर्दै माछा हेर्दै बसेको होइन तिनीहरूको अगाडि ढाड निकालेर बसिराखेको माछा कि यस्तो नि खेलिराखेको त्यो माछा कि मैले माथिबाट देखेँ कि माछै देखेन अब एक डाइभ भन्ने नि हानिदिन्छु भेटायो नि भेटाउँछु नभेटायो भेटाउनु जिम त छ त्यहाँ त समात्दैन तिनीहरूले थाहा भएको ए त्यहाँबाट माथिबाट गए एक ठाउँमा निकालेन त माछा अनि पछि त अनि सुशीला भने मैले माछा आखै जिम्दैछ तलतिर छेउमा आउँछ भने कि सुशील त गएर फेरि दौडेर गएर डाइभ हानिदिएको सब पछाडि डाइभ हानिदिन्छ ल पछाडि मान्छेहरूले माछा सब डाइभ हानेर बिचमा गयो माछा त यता छेउमा कि ल म बिचबाट निकाल्यो भने सजिलो हुन्छ भने बिचमा पहिल्यै तयार भएर बस्छु भनेर म पहिला दिएन केटाहरू त सब मेरो लैलेमा हाम फालिदिएको माछा फेरि पाउँथेँ एक दिन फेरि एउटा त्यो चाहिँ कसले समात्यो? डेन्जर घुमाएको थियो। होइन नि डेन्जर पाइलाक पाइलाक भयो त केटा मलाई त के भन्छ दाइ झिक्दिनु न अरे म खाना दिँदैन म त तार मान्छे झिक्दै अब मर्यो मरेन पहिला चाहिँ एउटा त मान्छे नमस्ते गरे भनेर माछा छुट्ने भने त्यो त कहाँ त्यो फुर्सेवालाबाट बगाएर आएको मान्छे यो माछा छुम्ने राम्रो होइन होइन पौडी पुरा झ्याप भएर त्यहाँ मरेको होइन जिन्दै झिक्दै क्या तिमीले होइन त्यो हेरेर काले पनि भनेको त छुट्टै अर्कै त्यो माछा छुम्ने बेलकाम गरेर नमस्ते गरे भन्थ्यो पहिला हो कि पहिला अस्ति त्यहाँ कुरा गर्थ्यो त उसहरूले बुगुन पहिला क्या बुग्ने हामी सबै हुँदा बकुला हामी होइन होइन हामी हुँदा चाहिँ एउटा कस्तो हो भने चाहिँ त्यो खोलातिर नआएर बस्नु खोलातिर नगयो होइन अनि कस्तो हो भने चाहिँ यताको खोला ठुलो खोला थियो त्यसलाई हल्का बगाइदिइहाल्यो अनि फुर्सेवालाको पानीले डाइरेक्ट भित्र हानिदियो कि त्यसलाई भित्र हानिदियो त्यो अलिअलि पौडी खेलिरहेको थियो जब अलिकति मुनि आयो नि त्यो हामी पहिला रापाला खेल्थ्यौँ नि ढुङ्गाबाट भन्नाले त माथिबाट खेल्थ्यौँ अनि ठ्याक्क मुनि हामी बस्थ्यौँ नि 3 जना ग्रुपकै त्यो यताबाट पानी झरेको ठाउँ त्यहाँनिर चाहिँ सनम भन्ने बसिरहेको थियो मान्छे निस्किरहेको थियो त्यसले हात यस्तो नि दिँदै थियो आउँदै थियो त्यो नि यस्तो नि खेल्दै थियो यस्तो नि दिनु लागेको थियो हात ठ्याक्क आउनेमा भुँगरीले डाइरेक्ट गाड्दियो मान्छे त 2 मिनटसम्म त गायब कता कता अब त धमिलो पानी एकछिन त सबैको सातो
पछि त यतापट्टिको त हामी त पार्कमा हुन्छ नि योपालि त ग्रास कार्ड समात्यो नि ठुलो हटा निकालिदिइराखेको डाइरेक्ट यस्तो पुग्लुक्क कि त्यहाँदेखि मरेको मान्छे जस्तै कि पुग्लुक्क निकालिदियो त्यहीँ डाइ हानेर समातेर तल पाखा लगाएर पुरा पाखा लगाइदियो अनि बोकेरहरूले तानिरहेको थियो कि बिकलहरूले तानेर पुरा पेट सेटमा पुरा थिचेर अनि पुरा त्यो सास फेऱ्यो अनि दाम के दाम लबडा हाने कि केटाहरूले लबडा हानेर पुरा डाँडा घुमाइदिइरहेको केटाहरूले किन फेरि माछा नसमातेको त्यो दिन कि होइन त्यसलाई समात्यो नि त हामीले माछा त जहाँ हामी बसेको नि त्यो पाखा पाखा उत्रेर आयो कि अर्कोले समातेको त्यो माछा कि त्यही भएर 14-15 किलो कि पिटेको कि त्यसलाई केटाहरूले कि त्यहाँ के दाम हाने कि बिकलहरूले 100 जना ओरिन गएको कि डाँडा सुइसी चढेर थियो केटा सुइसी गयो नि त्यसको त अर्को जिन्दगी नै ज्यानमा चाहिँ खुसी भयो नि त्यति स्ल्याब त पसाइहाल्छ नि त्यस्तो बस्नै पर्यो अब भन्ने नि त्यो पुरै हुन्न कि त्यसले त्यो ज्यान बचाइदियो किन हानिस् भन्ने नि हुँदैन किन हानिस् पनि हुँदैन त्यो एकचोटि आएखेरि तालमा म धेरै अडिको कुरा कि यो त लास्टमा पहिलोचोटि डुबेको देखेको थिएन अन्त छोरा पौडी खेल्दै थियो म यता माछा मारिरहेको थिएँ वेडिङ थापेर बसिरहेको थिएँ अनि 3 जना खुच्चे खेल्थेँ एउटा खुच्चे गायब भयो ल डुबे है आन्टी हजुरको छोरा त डुबे भन्दै त्यो खुच्चाले एकछिन बसेको थियो उसका आमा छोरै दुइटै डुबे कि त्यहाँ कि अब एक्लै के गर्ने भयो उतापट्टि दौडेर गएर एकजना मान्छे डुबे मान्छे मरेर जस्तो छिटो आइदियो त केटाहरू भनेको चाहिँ अरू केटाहरूले झिक्थ्यो त धन्न बाँध्नु त माथि त मामा छोरी निकाल्दै गयो आमा छोरै निकालिदियो नि केटाहरूले तर पौडी तर बचाउनु फर्स्टचोटि देखेँ तर डुबेको मान्छे बचाउनु गाह्रो हुने रहेछ म त एकचोटि बचाउनु गएको मलाई डुबाइदिएको हुन्छ नि त्यो बचाउनु गएको दाइ मेरो माथि चढेर सास फेरेर म पानी मुनि खेल्ने कुदै गरेर बसेको च्याप्पै समातिन्छ क्या च्याप्पै तिनीहरू बजिरहेको थियो क्या। म त त त्यहाँ बरु तर्सेँ। सुरुमै त्यसको कपाल समातेर तानियो डेन्साको ढल भन्दा यतापट्टि हेर्न अनि दुईटा सुटी नुहाइरहेको त हेर्न जब मान्छे 1-1.5 मिनट डुबेर हातहरू चल्दैन नि त्यतिखेर कपाल समात्दैन नि त्यो जब छटपटिँदा कपाल समात्यो भने त आफूलाई अङ्गाल समातिहाल्यो नि त्यसले त्यो ठ्याक्क डुब्छ डुबेर त ठ्याक्क बेहोस हुनेलाई त हातमा समातेर खुट्टा त समातेर तानेर ठ्याक्क बरु बचानी बद्दो रहेछ कि त्यो डुब्दै जानु रहेछ कि एकैछिन त्यो बेहोस हुने पनि त्यस्तो हो कि जब त्यो मान्छे डुब्ने बेला आफ्नो केस परेछ भने त्यसलाई चाहिँ लात्ताले हानेर उता फर्काइदिने हो कि उता फर्काएर टबर नभए यसरी घाँटी यसो समात्ने न कपाल समात्ने हो कि यसरी सिधो समात्यो त्यसले समात्यो त आफै मरिहाल्छ नि म त तर्छु त्यहाँबाट म लाइफमा लात्ताले हानेर उसलाई चाहिँ उता फर्काइदिनुपर्छ क्या मेरो माथि चढेछ म पानीभित्र त्यो सास फेरेर बसेछ म गरेर बसेको निलै भएको त्यो अस्ति हामी फकेर च्यासेले त्यो दिएर च्यासेले म डुबेको देखेर अनि च्यासे बचाउनु च्यासेले पनि त्यस्तो गरेर यहाँ देखेको च्यासे त झन् निलै भएको नि मैले फाल्दो मचेको मेरो साथीहरू कस्तो थियो भने डेन्जर मोटे थियो कि पहिला जमानामा कि बच्चामा कि धेरै वर्ष अगाडि कुरा लगभग तिनीहरू बच्चामा नि 80-90 किलो होला डुटे मोटे कि होइन एउटा पोखरीमा पौडी खेलेर बसेको अनि त्यो गड्डी नि पुरा बिचमा खेलिरहेको थियो कि त तल डाइभ हानेको त्यो थाहा कि बल भ्याइयो अनि त्यो गड्डी नि डल्ला भएको माथि अङ्गालो हालिदियो डल्ला हालिदिँदा दुइटै डुबेको डेन्जर मोटे कि मान्छे कि पछि तान्ने होला तिनीहरूलाई हानेको पछि केटाहरूले तानिदियो तिनीहरूलाई पछि त दुईजना निस्केर तैँले मलाई डुबाइस्या भनेर लडिराखेको कि दुईजना कि अब त्यस्तो त देखेँ कि चस्मालाई भुतले तर्साएर सबबाट त्यो माला लाखा त सेसै गरेछ त डेन्जर लाखा त खाता साथ भयो त सेसै गर्नु पर्थ्यो डेन्जर माल लाखा यो लगाएर नि तर्छ यो लाएर त जुन दिन भूत देख्छ भक्ति त्यो दिन 3 महिना बिरामी हुन्छ 3 महिना वर्षैभरि बिरामी हुन्छ भक्ति देखेछ न सदस्य भूत त भूत देखे नि मलाई तिनीहरू भएको नि पढ्ने भूतै नदेखिकन 1 महिना एक महिना बिरामी होइस् भूत देखे भूत देखिन्छ नि त भुत पनि कस्तो भयो भने काण्डाकै हो कि दाइ यो त वर्षभरि बिरामी हुन्छ त भूत देखेको भुत पनि घरि काण्डा नि कस्तो गर्ने मैले फेरि खोला पनि जान्न कि उड्दा बस्दा मुद्दा हिँड्दा नि त्यो भुतै झल्झल मैले मान्छे जलाएको ठाउँमा हगिदिएर होला तर्सा जस्तो लाग्छ मलाई गरेर त्यही हो कहाँ हो त्यस्तो बिरा दैलेखमै हो कि पेट दुखेको काजम त्यहीँ अनि मैले उहाँ झाङमा जाऊ भने कि नछिरेको यहाँ गएर त्यो मान्छे जलाएको ठाउँमा गएर हगेको चुन्टी गएर अनि पछि त नि
मलाई माछाले हानेको रफालाई छुट्टाएको होइन मैले त कहाँ छोड्छु त नि ठाउँ त नि हानेर जसरी बसेको 2 घन्टासम्म भक्तलाई त तर्साएर ब्यालेन्स पनि भएर बसिसक्यो रहेछ केटालाई यी त यस्तो हो क्या पछि त नि भक्तको ठाउँमा आएको त के हुन्छ भने भक्तहरू त होइन भयो जाउँ होटेलतिर माछा पर्दैन सियो र कन्फर्म मलाई थाहा होटेल गएपछि त के हुन्छ त्यहाँ त कानमा बोलेको गर्छ एकछिनमा हुन्छ होटेल पुगेपछि त नि केटी बोलेको अरे होइन यस्तो हो कि खास गिटी हल्लाउने सुन्दैन म यस्तो हेरेर छोड्ने मुवाले हेरेँ जब मुवाले हेरेँ कि खतर गर्छ यस्तो गर्छ फेरि अनि मैले अति खेतर हल्लाउँदाखेरि मैले भिडियो हेरेर म अफ गरेर डाइरेक्ट केटी ख्यास बोल्दै गयो क्या तर केटीको शब्द दामी थियो कि तर बोलेको चाहिँ बुझ्दैन केटीको शब्द दामी थियो यो कानमा फस्छ कानमै क्या गएर बोल्दै क्या भन्न राम्रै केटी होला बिचरा खन्ने केटी मऱ्यो होला भक्तले बल्छी हानेर कतिवटा एक काज गरेर अर्को जिल्लामा हाल्छ। अर्को जिल्लामा पुऱ्याइदियो बल्छी नै हो त्यो कुनै के अरे रामेछाप जिल्लामा पुऱ्याइदिएको भने सुदूरपश्चिम जिल्लामा हो एक काज दैलेखमा हानेर अर्को जिल्लामा पुऱ्याइदिएको मैले त्यो जिल्ला टेक्नलाई होइन हामी हिँड्यो भने नि ट्याक्क जस 3 मिनट हिँड्यो नि अर्को जिल्ला पुग्थ्यो क्या हामी नभएको पुरा भक्तले चाहिँ स्पुन पुऱ्याइदिइरहेको यस्तो क्या भिडियो राम्रो खिचेँ मैले राम्रो हाल्छु यस्तो पुरा भिडियोमा देख्छु यो स्पुन भने यस्तो गर्नु धेरै राम्रो के अरे टाढा जान्छ त्यो स्थान लाग्दा एक कास गर्दा अड्किरहेको भिडियो अर्को जिल्लामा त्यो फेरि खोलाले छुट्टाएको नि त त्यो जिल्ला होइन ठ्याक्क पारि हाने कि पारि ढुङ्गामा कि बल्छी त के त्यो अर्को जिल्लाको जिल्लामा त्यो के थियो कि अर्घाखाँची होइन अर्घाखाँची अर्घाखाँची त हामी कटेर गएको नि जिल्लाको नाम के थियो आछाम हो कि त्यस्तो थियो कि आछाम त्यस्तो थियो क्या के आछामै आछाम पुऱ्याइदियो त्यस्तो ठ्याक्क त्यो जिल्ला गर्ने कि ठ्याक्क छोरो राबडा त गयो होइन ठ्याक्क 12-13वटा जिल्ला घुमेर रहेछ नि बुझ्यो कि म त होइन 12वटा थियो 13वटा कि ठ्याक्क चलाउँदा के एकैचोटि 5वटा 6वटा जिल्ला कटिसक्यो भने चाहिँ जहाँ जान्ने भनेको लोकेसन अझै आएन चलाएको कहाँमा त छक्कै परेको नि त भिडियो हेर्दा त नि स्कुटरमा 2 जना हेर आमा वहाँ कर्णाली भनेको त यस्तो के त तर होइन यस्तो त्यो ठाउँमा हामी स्कुटर लिएर गयो नि त है डियोको यस्तो डेन्जर भ्यालु बढेको कि त्यहाँको मान्छेहरूले सबले डियो किन्छ भने स्कुटर के 220लाई फ्लप हान्दिएको हामीले अब हाइवेमा 220लाई फाँड्दिएको अब त्यहाँ अब सुरुमा कति मजा थियो सुरुमा के थियो नयाँ नयाँ पाहाडमा बसेमा चाहिँ त्यो तराईको फाँटहरू चल्लाको गाडीले त कति रमाइलो लाग्यो पछि त वाक्कै लाग्यो कि पहिला त पुरा सानो सालघारी आएको नि पुरा फोटो सोटो डेन्जर हाने कि अब सालघारी कतिखेर भ्याइन्छ जस्तो भएको कि पछि त कहाँ गयो नि थाहा छैन पछि तराईको फाट्दै त वाउ भएको पछि तराईको फाट्दैन झ्याउ लाग्यो कि पछि त भाइ चाहिँ अर्को आएको कि कहाँबाट बाइक निस्किन्छ र हान्छ जस्तो लाग्यो कि अब 2 जना मात्र त्यस्तो हाइवेमा कोही छैन हिँडेको यहाँबाट कति किलोमिटर छ यहाँबाट त फर्स्ट दिन हामीले 12 घन्टा राइड हान्यो स्कुटरमा सेकेन्ड दिन 9 घन्टा हान्यो त्यहाँपछि अनि कति रोले 700 कि कति त्यहाँपछि अनि अर्को दिन 5 घन्टा हान्यो अनि त्यहाँपछि अनि फेरि रिटर्न हुने बेला 8 घन्टा हान्यो अरू त्यत्रो हिँड्ने नै लास्टमा अब त नजिकै होला यो उसबाट हेरेको त सुर्खेत कति देखाएको अरे 190 किलोमिटर देखाएको कहाँ 190 नि 222 हो नि 222 देखाएको ए 207 हो भनेपछि त 2-3 दिनमा पुग्यो 3 दिन 4 दिन 3 दिनमा 3 दिन लगाएर पुग्यो यिनीहरूले माछा पारेको हेरो बन जाने हो हेरो तर त्यहाँ सबै फ्यान भेटायो है फोन हानेका मऱ्यो भने तर बन जाने माछा पनि लोकेसन त जानी फोटो लिएर टाढा हामी त्यहाँ इन्डियामा त्यहाँबाट अझै किनभने एक दिनको राइड हान्न पर्दो रहेछ क्या हामी माछा मार्ने ठाउँ पुग्नलाई है पछि त यो स्याङ फर्किँदा त आमा यो स्याङ्जाहरू त यहाँबाट पिटी चोक गयो जस्तो फिल भयो कि स्याङ्जाहरू यहाँबाट त 0बाट 0 आएको त डेन्जर खुसी लाग्यो कि अब त घर पुगेँ भन्ने भयो कि त्यस्तो भयो 0मा 0 भनेको त कम भन्दैन 100 किलोमिटर हो नि 100 किलोमिटर नजिक आइपुगेको त घर आए जस्तो लाग्यो मलाई त त्यहाँबाट चाहिँ हाँस्दै हाँस्दै आएको त्यहाँबाट 100 किलोमिटर धरान 500 किलोमिटर जाँदा त आम्मा कस्तो लाग्छ त्यो गाडीमा चाक त्यस्तै देख्ने चाहिँ सामान फेरि यति हालेको भक्तले एउटा पकाएर नखाएको त्यहाँ सामान जस्तो लाग्यो त्यस्तो लगाइदिइरहेको
टुना सुना चाहिँ पुरा खतरा आइटमहरू दिन्छ देखि यहाँ किन्ने होला नि त टुना सुना उहाँ हरि बनाएर खानुपर्छ अब उहाँ भने जस्तो खान पाउनु धेरै एउटा नभए है जति क्यान लग्यो त्यति नै सामान कि अब कि त्यो बेटिङ त बोक्नै नसक्ने क्या अब त सामान बढ्यो अरे होटेलमा गएर निकाले छराउँदा त हामीले बोकेर ल्याएको र हो नि लगभगै भयो नि रुमै भरेको सामान दिएर आएर सामान कम गर्ने अनि भन्दा नि धेरै भइदियो रुम सरेको होइन त्यहाँ फोहोर भयो भनेर कि चेन्ज गरिदिन्छ नि त अर्को रुममा सर्नु भनेको होइन यो सामान सार्नै आधी घन्टा लाग्यो दुईजनालाई त्यो सामान थियो इटाकै भट्टीमा बसेको जस्तो कि दिनमा त गर्मीले यस्तो गर्ने यो खोलामा जानु डेन्जर माछा पर्छ देखेँ होइन गएको यत्रो असालाई तिनवटा परेको यस्तो झ्यालो कि भिडियो खिच्दाखेरि यस्तरी मार्छ यत्रो टाढा आएर भनेर जहाँ त्यो बोतलमै थियो बोतलबाटै हुँदैन फ्यालाइदिन्थेँ मैले फेरि त्यो माछा मार्नलाई नि फेरि डाँडा झरेको कि लगभग आधी घन्टा 45 मिनट झरेको ओह्रालो त्यस उहाँबाट टुन्डाङ त गरेको पर्न त पऱ्यो नि त एउटा पऱ्यो जस एउटा छिनाल्यो म त एक दिनमा 4 चोटि फिरिङ्स लिएको ठ्याङ ठ्याङ भक्तको त हातैबाट रड लाँदै नपरेको मेरो एकचोटि एक राउन्डमै प्याटे पारेर बल्छी हाल्न बिर्सियो होला नि त्यही उमै यस्तो भयो कि जस्तै हामी त्यो भेरी कर्णालीको दोकानहरू खेल्दै खेल्दै गयो नि त सब लास्टमा इन्डिङमा हुकुमको एकार थियो त्यो त म हान्दिनँ म पछि यो दुईलातिर हान्छु भन्ने मन भएको थियो है छर्दै भयो यत्रो टाढा त आयो अब के लोक गर्ने पनि एउटा बाँचे छ रापाला डोरी बन्दाखेरि त्यो मसिनो त्यो चट्टै चुटिने कि मोटर त कास्टिङ पनि जानु परेन नि खोला उहाँ वार पार नि मोटो कास्टिङ नजाने मसिनो फुल हालेर हानिदिएको ब्रोड लाइन डुप्लिकेट हो कि डुप्लिकेट हो यस्तो गरेर गाठाबाट त यस्तो तालेर चट्टै चुटिन्छ है त्यो बरु त्यो मोनो चुटिन्न है तर त्यो त यस्तो काठबाट यस्तो हुन त चोटै चुटेन यस्तो यस्तो गाठाबाट यस्तो ताल्यो चट्टै चुटिन्छ कि त्यो डुप्लिकेट हो त्यो टुडमा जस्तो रापाला घाटा त कुनै लागेन होला कि सबै वेस्ट भयो त्यहाँ ए घरमा आउँदा त चिल्लराम टिकाराम डाइरेक्ट एउटा नि छैन कि रापाला लगभग सकाएर नि 30-35 हजारको रापाला त त्यो भयो अझ इन्सपोस्टर पाएको थियो अझ रापालाहरू सब फाएको भयो कि रापाला कि उहाँ गएर चापाला खेलेर आएको कि लास्ट इन्डिङमा आएर लेख्दाले पठाइदियो चापाला चापाला कि 3टा काँडा भयो कि त्यस्तो खेलेर आएको लास्टमा भ्याइएर अब माछा पनि त ओरिजिनलहरू त सबै भ्याइयो लास्टमा एउटा घुम्किएका थियो मैले राखेको मेरो फेभरेट त्यो पनि गयो अनि त्यहाँमा चाहिँ चापाला हानेर फर्केको त नि रापाला नभएर चापाला अनि त्यहाँमा चाहिँ अनि भेरी आउने यसलाई एउटा थियो मसँग त जिब्रो फेरेको त्यो भन्नाले बिग्रेको रापाला हो कि यस्तो बाङ्गी बाङ्गी हिँड्ने बाँकी बाँकी हिँड्ने खालको टाइपको थियो त्यहाँ फेरि जोगी सोगी गाड्ने अनि जोगी गर्ने ठाउँमा सुतेको तर मलाई जोगी गर्ने ठाउँमा सुतेको नि त त्यहाँ त राति यस्तो तानेको बल्छी है माछा नि परेर जस्तो नि लाग्थ्यो ठ्याक्क कति 1:30 त्यस्तो भएको थियो है भक्तै तर चारा हालेको हुन्छ नि बेड के एउटा केही ड्यामेज नभएको कि त्यो तर्सायो जस्तो लाग्यो मलाई पछि कि जब त्यो टेन्टको खोल तान्दियो नि त्यतिखेर चाहिँ त्यो रडहरूमा नि छल गरे जस्तो लाग्यो कि मलाई कि अरू त्यो त्यो कर्णालीको त्यो भिडियो कर्णालीको दोकानमा कालेलाई तर्सेर ढ्याङ ढ्याङ हाल्नु त काले त पछि राति भक्तले के मैले चाहिँ के गरेँ भनेदेखि 4वटा वेटिङ बनाएको थिएँ हामीले रडमा कि आन्द्रा हाल्यो थापियो अनि त्यहाँपछि अनि आन्द्रा हालेपछि त अब हात गनाउँछ 3 चोटि साबुनले धुने भन्ने मैले सोच गरेँ 2 चोटि हात धोएँ यस्तो सुँगेँ है अलिअलि गन्ध आयो जस्तो 3 चोटिमा त यो सटा जतिमा त बहुत ठुलो रुख ढले जस्तो आयो कि आवाज कि हाम्रो गुरुमा आयो ओइ भक्तै के हो अभि भनेर त मलाई टेन्टभन्दा उता भयो कि डाइरेक्ट सिधै दौडेँ कि म त एकछिन त अँधेरोमै होसै पाएन दौडेँ होइन भक्तले लाइट यस्तो घुमायो केही नि देखेको छैन अब भक्तलाई अब रातभरि गुलाएर चाहिँ मलाई के थाहा म मिलाइदिएँ होइन यस्तो कम त नभएको त्यो ठ्याक्कै भुतले कस्तो चामल फुकेको चामल छर्दै बसेको के दिएको भने भक्तले के कहाँ यस्तो त केही नि हुनु पारी रुख ढलाएको आउँदैन त्यस्तो भक्तलाई हेरेँ नि त्यतिखेर अब रक्सी पाएको भने कि लोकल मात्र है लोकल नखाने फेरि लोकल पनि भक्तले पुरा नाक थुतेर खाइराख्यो कि यस्तो
त्यो देशी ठाउँ दारूहरू इन्डियाको रक्सी जस्तो हुन्छ डेन्जर ठाउँहरू फास्टा गनाउने खालको उसले नाक थुनेर राख्यो मैले त झन् खानु नसक्ने यस्तो हेरेको भक्तले पुरा पर्सबाट यस्तो खुसुक्क चाउन दिएर त पुरा वरिपरि के सिटाकै फुटु फुटु छर्दै बसिराखेको कि त्यसले पनि काम गरेन राति 2:30 बजेको भुतले पर्साको सपना देखेको औठन्ने हानेको भयो त फेरि त्यही के त्यो काली थियो नि त्यो साइडमा के त्यो हुन्छ नि त्यो रुख ढाडे जस्तो ढ्याङ्ग आउँछ र ठ्याक्कै उठ्न साथ पेट पनि दुखेको क्या अब के गर्ने टेन्सन लाएर खानेलाई उठाउनु जस्तो लाग्यो फेरि एक घन्टा आँखा चुमेर हगेर आइदिन्छु भने सोच्दा फेरि पछि त त्यसरी सुत्दियो यस्तो क्या भक्ति खासमा यो हुन्छ नि त्यो ठाउँमा होइन सानो कालेहरू चामल सामल यो जन्तर सन्तर यस्तो हो क्या भक्त जुन त्यो ठाउँमा सानो कालेहरू हुने च्याप्छ क्या झन् तर आफ्नो मनले अब बरु मन दौडन गरे जस्तो उसले के हो रे? आफ्नो बरु यस्तै खुट्टाको टिका लाउने आफै बरु यसो। त्यो ठाउँमा त भाइ आँखाले हेरेबाट हिँडेर गए पनि के अरे गए पनि 1.5 घन्टापछि बल्ल बस्ने भेट्ने ठाउँ छ त्यस्तो ठाउँमा केही छैन वाइल्ड ठाउँ छ फाँट मात्रै के केही छैन त्यस्तो डरलाग्दो ल होइन त्यस्तै डराउने मान्छे नि ठाउँको ठाउँ ढल्छ कि त्यस्तो भयो नि कस्तो ठाउँ विक्रम भाइले त्यहाँ लानु यता यता माथि होइन चाहिँ म त सक्छु त। हजुर दाइ, तर 2-3 जना साथी हुनु पर्यो। यता यता माथि चाहिँ दोबिलामा डोडाउँदो होइन गफ गर्ने भयो नि त। ल भक्त र मेरो ठाउँमा विक्रम दाएर आउनुलाई हुने टामा सेन रड दाइ, सब हालेर त्यो ठाउँ कस्तो ठाउँ रहेछ भने चाहिँ बुझ्नु? दोबानमा चाहिँ मान्छे चलाउने हामी बसेको ठाउँमा चाहिँ बच्चा गाड्ने ठाउँ रहेछ कि मेरो एक्सपिरियन्स त दिँदै गरिरहेको कर्णालीको चाहिँ जहाँ चाहिँ टेन लगाएर गाडी छ त्यस भन्नाले मान्छेहरूले तर्साउँदै हुन्थ्यो नि त मैले चाहिँ एक्सपिरियन्स त्यहाँ गरेको हुँदा रहेछ है यस्तो चाहिँ नेगेटिभ भाइब चाहिँ डेन्जर हुँदा रहेछ एउटा सिटामोल नपाएर मान्छे मर्छ अनि अनि होइन यस्तो ठाउँ होइन तर भन्छ क्या त्यो त्यो ठाउँमा फेरि यस्तो के दाइ सबै ढुङ्गा बगरहरू न एउटा रुखको छाया ठाउँ न केही छ दिउँसो बस्दा नि डाइरेक्ट डर लाउने कि सुनसान के हो टाइपको कि ठाउँ कि यस्तो नि हेऱ्यो नि त अब लगभग हामी हिँड्ने नि 45 मिनट हिँड्ने नि ठ्याक्क स्कुटर हिँड्ने बाटो भेट्ने कि ढुङ्गाको बऱ्यो के एउटा ढुङ्गा आफा कि जति त्यति कि यस्तो हेऱ्यो नि ठ्याक्क अलिकति चौरतिर गयो नि यस्तो ढुङ्गा ठडाएको कि यस्तो नि कि चाङ लाग्यो कि मान्छे गाडेको थियो कि ठाउँ कि सब फेरि घाटमा बसेर आयो फेरि फेरि लोकेसन फेरि घाट घाट कस्तो तर सकेको हो 2जना मात्रै है कहाँ सक्छु जहाँ माछा मार्नु पनि घाटै हो नि यहाँ दोबिला नि घाटै हो होइन साइदानी सबै घाटै हो कहाँ छ र दिमागै त्यस्तो भयो क्या होइन 2जना मात्रै त सकेकै हो यार। अनि त्यो दुईजना मान्छे गाडेको उस देखेर क्या ढलाए जस्तो गऱ्यो नि दुईजना पुरा फुल म्युजिक पुरा ढुकचुक गीत बजाएर डिस्को लाइट बसेको कि अझ त्यस्तो नि के बसेको 12 वर्ष बाहिर नाचेन नाच्न त दुईजना भक्तले अलिकति रक्सी आएको मैले नखाएको कहाँ नाच्छ कालेको हात खुट्टा चल्दैन भक्तको हात ब्याग चल्दैन त जस्तो भयो पो सुत्ने लुड्किने काले जस्तो भयो होइन सानो काले जस्तो भयो लुड्किने पुड्किने हुन्थ्यो रोज्न पनि जस्तो दिने पनि अनि चिडियो आएन नि सानो कालेले के भनेको दाइ मेरो त बिउन हान्ने ठुलो इच्छा छ भनेको पुरा हो बालो त बिउन हान्ने रहेछ म सुतेको बेलामा केटाहरू त पछि त्यस्तो गाना उठेको त्यस्तो फिल्म खोलेर यस्तो हात राखेको त पुरा त्यति बालो भएको बागलो सब भित्र लागेको थियो त्यो भित्र बालो केटाहरूले म हाँस्दा म फेरि यो फेरि तैँले नसक्छस् मेरो हेर डाइरेक्ट गुल्टेर गएको मैले नसकेँ यो फेरि पानीमा फसेँ कहाँ जुनै त त्यो पार्टनर फिल्मको जस्तो गोविन्दा जस्तो नाचेरहेछ यस्तै भएको त जस्तो सर्ट मेरो दोरी लगाउँदै स्वर्ग देख्यो भन्थ्यो नि रात भइसक्यो नाच्नै नखोज्ने मान्छे त नाच्दिने त्यहाँ पुरा गीत कुन चोइस भनेको त आयामा डिस्को जान्छ चुम्मा चुम्मा अरे पुरा घोडा चलाए जस्तो डान्स डेन्जर हो क्या मैले त्यो भिडियो चाहिँ फालेँ यस्तो खतरा ठ्याक्क त त्यो म्युजिक होइन त्यो चुम्मा चुम्मा हटाएर पुरा करातेको म्युजिक हालिदिनु डाइरेक्ट म्याच हुन्छ कि त्यो म्युजिक कराते खेले जस्तो जुनीले पुरा त्यो रक्सी नलाएसम्म त हात खुट्टा चल्दैन यसको रक्सी लगाएपछि अलिकति त्यो नाच्न मन लाग्ने तर के होइन कन्ट्रोल गरे जस्तो तर नाचेपछि नाचे हो कि फेरि यो पनि ल अब चाहिँ हाम्रो खाना नि भइयो अब जानुपर्छ
कोकोलाई कहाँ छोडिदिनु पर्छ नि भन है 10 पछि त्यो छोड्छु अब जस भेटघाट एकदम रमाइलो भयो अब दाइको भिडियोलाई चाहिँ एकदम सबैजनाले एकदम फुल सपोर्ट गरिदिनु अनि जस यति हो धेरै कुरा त केही छैन अब दाइको अब नेक्स्ट भिडियोमा चाहिँ सबैले किन अच्छा नेक्स्ट भिडियो आउँछ त्यसमा पनि एकदम सपोर्ट गरिदिनु होला अब केही समितिले बोल्छ अनि अर्को 4 जना के अरे विजयलाई के भन्ने रे ए हाम्रो राप्ला छ नि कहाँ होइन अघि दाइले भन्थ्यो यति चाहिएको त यति ल है विजय अब यो चाहिँ त्यो बट्टासँग होइन फेरि खोलेको यतिले हुन्न होइन बट्टा त चाहिन्छ त्यो राप्ला लेखेको त चापालाई पठाइदियो न चावल खान्छ राप्ला चाहिन्छ ल है विजय अब चाहिँ राप्ला चाहिँ अब हामी सबैलाई मलाई पनि अब त ल दादा ल दाइ बाई बाई ल बाबा दाइ ल